यो एमआई को वाइफाई एक्सटेन्डरलाई कसरी कनेक्ट गर्ने भनेर तपाईहरु सोच्दै हुनुहुन्छ नि, हामीले तपाईहरुलाई फुल भिडियो लिएर आइसकेछ। तपाईले चाहिँ हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। एकदम बवाल इजी छ है साथीहरु, यो एकदम सिक्नको लागि यो वाइफाई एक्सटेन्डरलाई अनबक्सिङ गरिसकेछ। कालो कलरमा चाहिँ एकदम बवाल वाइफाई एक्सटेन्डर छ। लङ रेन्जसम्म यसले काम गर्छ। हामी तपाईहरुलाई कनेक्ट गरेर देखाउँछु। एकदम यसलाई कनेक्ट पनि गरिसकेछ। यसको पावर पनि आइसकेछ है साथीहरु। यदि केही गरी यदि यसले काम गरेको छैन यसले रिसेट पनि गर्न सक्नुहुन्छ है हजुरहरुले। रिसेट गरेर चाहिँ यसको ब्लिङ पनि तपाईहरुले चाहिँ यदि रोक्न सक्नुहुन्छ। यदि एकदम बवाल छ क्वालिटी, तपाईहरुले एकदम सजिलैसँगले कनेक्ट गर्न सक्नुहुन्छ। हामीले कनेक्ट चाहिँ एकदम तपाईहरुलाई बवाल तरिकाले सिकाइदिन्छ हजुरहरुलाई चाहिँ। सुरुमा चाहिँ हाम्रो यसमा छ वाइफाई एक्सटेन्डर एमआई को। यसमा चाहिँ तपाईहरुले क्यूआर स्क्यान गर्यो भने चाहिँ यसमा डाउनलोड गर्न सक्नुहुन्छ। यसमा चाहिँ Xiaomi Home भनेर आउँछ, डाउनलोड गर्नुहोस्। हामीले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छ यसलाई चाहिँ। यसमा चाहिँ Xiaomi Home भनेर चाहिँ साथीहरु यसको छ, हामीले यहाँ देखाइसकेको छ हजुरहरुलाई। यसमा चाहिँ तपाईको यसरी स्क्यान यसरी एड गर्नुपर्ने हुन्छ। एड गरिसकेपछि तपाईहरुले यसमा चाहिँ टर्न अन गर्नुपर्ने हुन्छ। टर्न अन गरिसकेपछि यहाँ एउटा एलो गरौँ यसलाई। एलो गरेपछि वाइफाई रेन्ज एक्सटेन्डर फ्लो भनेर छ है साथीहरु। यसमा चाहिँ तपाईको कुन चाहिँ नेटवर्क छान्ने तपाईहरुको यो 2G मा रहेको छ। एकदम बवाल क्वालिटीको हामीले टोटल आईटी सेन्टर छान्यौं। तपाईको पासवर्ड पनि यहाँ राख्ने हो। यसरी चाहिँ हामीले पासवर्ड राखिसकेछ अलरेडी त्यसमा। र यसलाई चाहिँ पासवर्ड सही छ कि छैन तपाईले चाहिँ आफ्नो त्यसलाई चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ। वाइफाई को पासवर्ड चाहिँ एक्ज्याक्ट तपाईले सही राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ त्यसलाई चाहिँ रङ राखेर चाहिँ तपाईले कनेक्ट हुँदैन। त्यसलाई चाहिँ राइट राखिसक्यो। तपाईहरुले चाहिँ एकदम बेस्ट क्वालिटी बेस्ट प्राइसमा पाउनुहुन्छ। प्राइस चाहिँ हामीले अन्तिममा भनिदिन्छौँ है साथीहरु, तपाईलाई अन्तिम भनिदिन्छु। र तपाईहरुले चाहिँ हाम्रो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब लाइक र शेयर गर्न नबिर्सिनु होला है साथीहरु। र हामीले यति जुनसुकै ठाउँबाट पनि तपाईले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले चाहिँ बेस्ट प्राइसमा हजुरहरुलाई नेपालभरि प्रोभाइड गरिदिन्छ है साथीहरु। तपाईहरुले चाहिँ हाम्रो स्टोरमा आएर पनि तपाईले चेक गरेर सिकेर पनि लान सक्नुहुन्छ। अथवा हाम्रो स्टोरको लोकेसन रहेको छ काठमाडौँ न्यू रोड सङ्कटा मन्दिर र सङ्कटा मन्दिरको ठ्याक्कै जुत्ता खोल्ने ठाउँको अगाडि है साथीहरु। र तपाईहरुले चाहिँ एकदम होलसेल प्राइसमा एकदम बल्क क्वान्टिटीमा पाउनुहुन्छ है साथीहरु। एकदम बवाल छ। यसमा चाहिँ पर्सेन्टहरु गइराख्नुपर्छ। पर्सेन्ट गरी सक्सेसफुली काम गरिसकेछ है साथीहरु। डाउन भनिसकेछ। यसमा चाहिँ निलो कलर आउने बित्तिकै यसले चाहिँ काम गरेको भन्ने बुझ्नुपर्छ है साथीहरु। र मैले एउटा लिभिङ रुम गरेर नेक्स्ट गर्छु हामी। नेक्स्ट गरेपछि यसको चाहिँ तपाईको वाइफाई कनेक्ट भइसकेपछि जुन नेटवर्क छ त्यसको चाहिँ प्लस भनेर आउँछ है साथीहरु। एग्री गर्दियौ। एग्री गरिसकेपछि हामीले चाहिँ यसलाई कनेक्ट भइसकेछ। यसरी कनेक्ट भइसकेछ। यहाँ निलो पनि बत्ती बलिसकेछ। एकदम सजिलो छ। हजुरहरुले चाहिँ हेर्नुस् है। अब यसलाई चाहिँ हामीले यसरी अब यहाँ नेटवर्क देखाउँछ। नेटवर्क देखाइसकेछ। कति फास्ट हेर्नुस् न। टोटल आईटी सेन्टर थियो अहिले प्लस भनेर आइसकेछ। एकदम 2 तला होस् चाहे 1 तला होस् तपाईहरुको मुनिलो तलामा नेटवर्क चलेछ नि 2 तला 3 तलामा तपाईले एकदम मजाले नेटवर्क चलाउन सक्नुहुन्छ। तपाईले 2 तलामा इन्टरनेट छ, मुनिलो तला र तपाईको ग्राउन्ड फ्लोरमा चलेको छैन भने तपाईले यो वाइफाई एमआई को एक्सटेन्ड है साथीहरु। ल हामी चाहिँ अब तपाईलाई नेट चलेको छ कि छैन भनेर हामी देखाउँछ है साथीहरु। यसरी युट्युब जाउँ। युट्युब छ यहाँ। युट्युब चेक गर्छौं हामी। सँग एउटा लगाएर हेरौँ चलेछ कि छैन भनेर यसरी हेर्न नि सकिन्छ है साथीहरु। ल त्यसरी गुटुङटुङ ल गुटुङटुङ ल हेर्नु चलिसकेछ है। चलिसकेछ है नेट। ल यसरी चलिसकेछ है। ल यति भएपछि त हजुरहरुले त पक्कै पनि हामीलाई अर्डर धेरै भन्दा धेरै अर्डर गर्न सक्नुहुन्छ है साथीहरु। हस् त धन्यवाद साथीहरु।